हेलो सबैजनालाई वेलकम छ मेरो यो नयाँ युट्युब च्यानलमा। र आज हामी जाँदैछौँ मानुङकोट। म र मेरो साथी भएर बिहानको 3 लगभग 4 बज्न त्यति माथि केही छैन। आज मैले आफ्नो बाइक स्टार्ट गर्न लागिरहेको छु। हाम्रो साथीहरू भएर हामी चाहिँ यसो मानुङकोटतिर घुम्न जानु लागेको छौँ। हेरौँ बाटोमा लेसी के हुन्छ ल। सही ल केटा, हाम्रो मर्निङ स्टार सिस्टर गरेर भइसक्यो हम। अब चाहिँ निस्किन लाग्यो मानुङकोटतिर। चिसो छ जस बिहान चिसोमा हिँड्दा हम छु। अब फेरि हाम्रो हाउडा रिठेवानी पुगेर साथीकोबाट सामान पिक गर्न छ। त्यहाँबाट सामान पिक गरेर जाने हामी। यसो माया सारा क्यामेरा मिलाउनु पर्यो कि फोनै डिपी भरेछ कि। रोड सुनसान छ यार। जोस मजा आउँछ। सकेन यस्तो चिसो मेरो जोस हात चाहिँ यसरी निस्किने बेला चाहिँ यस्तोमा चाहिँ जोस पानी नै पानी भयो थियो। शीत त्यस्तै रह बाटो केही पनि देखेन। त्यही भएर मैले भिडियो चाहिँ बनाएन। आउँदाखेरि धन्दा एउटा मादचुत खातेको छोराले ठोक्दैन, साइडबाटै पुत्त गयो। त्यसकी मायालाई खाते मुर्दारले ठोक्दैन धन्दा। त्यसकी माया मुर्दार मैले लाइभ देखेको धन्नै मेरो थियो। त्यसकी माया त खाते त्यो मादचुत के भनौँ त खातेलाई यस्तो त्यो सुन्दरी देखाएको मलाई त्यो माया सालेलाई। चिया खाएर उयो कट्टु बाउन के हो के हो अरे भिडियो बनाउने स्थिति छैन, किनकि कालो र हेर ह्यान्ड क्यामेराबाटै देखियो कि उयो हिउँ झरे जस्तो देखेर चाहिँ हेर न। ल यही हो केटा हो। अहिले एकछिनमा बनाउँछु म चाहिँ उज्यालो भएपछि। अहिले बकवास देखाएर काम छैन। ल केटा हो अब आधी बाटो चाहिँ आइएछ जियोस् मानुङकोटु। 81 उज्यालो भयो किनकि यहाँ र उता चाहिँ डेन्जर उस छ के। हेर त केटा बादलमाथि यहाँ त भिड रहेछ रहन चाहिँ। बादलमाथि आइयो। म यहाँ चाहिँ भ्लग स्टार्ट गर्छु। ध्यान त तल त मैले त केही बाटै देखेको थिएन। बाटै नदेखेको अफ रोडमा झन्। अब म भ्लग स्टार्ट गर्छु केटा ल हेर। यसरी मिलाएर उयो मार्छु यसरी नै होला राख्दैन। बालो रहेछ मामी त। मेरो फेरि ढुङ्गा राख्नुपर्छ केटा।
त्यहाँ बाटो बन्द गर्दो रहेछ नत्र आउँदो रहेछ है ल केटा हो यस्तो राम्रो छ भ्यू चाहिँ भ्यू हेर्न सक्छौ जस्तो यता चाहिँ घाम लागेन ऊ उता लगाइराखेको घाम चाहिँ ट्याक्कै मुखमा आइ ल ल घाम हेर्नुहोस् यही घाम हेर्नुहोस् यहाँ हाम्रो दोस्तीको फोटोसुट हुँदैछ ल यस्तै छ ल यसो हेर्न जाऊँ न है के कस्तो छ माथि जाऊँ यसो त्यस्तै छ भ्यू हेर्नु सक्नुहुन्छ माइक कनेक्ट गर्नुपर्छ गाह्रो एकैछिन एकछिन ल ओ शिट डिस्प्ले उठाएर हेर त गएन खोइ ब्याड न्युज फोनको डिस्प्ले गयो कन्टेन्ट यहाँ टेन्सनको माहौल भयो गाइज घुम्न आएको टेन्सन पर्यो र गाइज भ्यू हेर्न सक्नुहुन्छ तपाईँले यहाँ मानुङगुटको त्यो फोन खसी सबलाई टेन्सन पर्छ कि त्यो गाह्रो मान्नुपर्ने कुरै छैन हजुर कस्तो महसुस भयो अब ल हेर्नुहोस् यहाँ मन्दिरहरू छ यस्तो मन्दिरहरू छ यहाँ हेर्नुहोस् हटाऊ तो भन्दै यार ये यहाँ से ला यार आसन जाम मात्रै होइन जाउँ भाइ हिँड्छु त बाटो चाहिँ यस्तो छ यहाँको चाहिँ अब भ्यू हेरिसकियो के अरे केटा हो हुन्छ अब बन्दीपुर बस अफरोड चाहिँ जस ठिकै हो चिसो त लकेटा भ्यू यहाँबाट नि हेर्न मिल्छ असम छ लभली बादल त यहीँ आइहाल्यो बादल त यहीँ तलै उतै भेटिन्छ अहिले हेर्नु त गाइस बादल त यहीँ ढुक्क यहीँ लगाएर यस्तो मिठो दामी ठाउँ रहेछ जस मन पर्यो मलाई चाहिँ पहिला चाहिँ राति आएको बिहान आएको भ्यू हेरेको अनि जाँदा त टाइट एकदम के जस थकान लाग्यो अहिले त बाटो त पोका अलि राम्रोसँग फिल गर्न पाइएको अहिले अब कुहिरोले यसो हेर कुहिरो देख्यो कि देख्यो भने बिहान मात्रै तर आँखाले चाहिँ खोक्का देखिरहेको क्या वही हाँडी ट्रेनिङ गयो क्या ये बाटै देख्दैन त के त्यस्तै देख्यो क्या हल्का
बाटो त ठाडै ल जस्तो लाग्दैन सक्छ खान्छ भने त्यो त बचाउनु पर्यो बाबा अब चाहिँ हामी तलतिर गर्दैछौँ लगेर खाजा खान रोकेको एक प्लेट चाउमिन ठुसेर कस्तो फिल भइरहेको दामी भइरहेको अब चाहिँ डाइरेक्ट घरतिर आजलाई यति नै केही छैन मैले धेरै बनाउन सकिनँ आजलाई यति नै बाई बाई